भोक लागेर मर्नु आँटिसके। काम गर्न, आफू चाहिँ उठेकोदेखि फोन खेल्यो, गाउँ डुल्यो, काम सकाउनु छैन, अन्त त्यसलाई नै फेरि चाहिन्छ पहिला खाजा पनि। होस् न, एकछिन फोन खेलाओस् न, काम पनि त छैन, खाजा त म बनाइहाल्छु नि। तपाईँले होस् न, छोड्दैन भनेर नै यसले टाउकोमा टेकेको। म चाहिँ कहिले टेके तेरो टाउकोमा? उठ जस्तो मान्छेको टाउकोमा टेक्नुको लागि त लिस्नु पो चढ्नु पर्छ त। ओ हेर्नुहोस् त बाबा, यसले मलाई मुख पड्काएको। तुलाई मुख त पड्काए नि, निधारमा बन्दुक पड्काएको जस्तो कुरा गर्छस् त। मैले तँलाई राम्रो भनेको हो त, अलिक ठुलो मान्छेले भनेको पनि सुन्नु पर्छ। टाइम आएपछि म आफै बुझ्छु, कसको कुरा सुन्नु जरुरी छैन मलाई। हेर, घरमा बाबा एक्लै हुनुहुन्छ, कामहरू सका। यसरी खाँदै डुल्दै गरिस् भने त तँ पनि बुझेका गएर मटेका जस्तै हुन्छस् त। अन्त भए पनि के चाहिँ हुन्छ? मेरो जिन्दगी मेरो मर्जी, मलाई नसिकाएर तँ आफ्नो काम गर। फोन याले मेरो फोन चाहिँ किन खसेको? पहिला काम गर अन्त मात्रै दिन्छु। बाबाले त के भन्नु भएको छैन, तँ चाहिँ किन बाठी हुन्छस्? बाबाले के भन्दैन भन्दैमा जे मनमा लाग्यो त्यही गर्दै जान्छस्। याले मेरो फोन, बिहान मेरो टाउको नदुखा। दिदी न जा, मेरो फोन दिनेस् भन्छ राम्रो हुँदैन है फेरि। ओहो दिदी न जा, के गर्छस्? दिदी न याले बाबाले पहिला काम गर अन्त मात्रै दिन्छु। ओहो दिदी न, ओहो के भन्नु भएको छैन, तँलाई चाहिँ के को प्रब्लम हौ? दिदी न, ओहो नदन भनेको सुन्दैनस्? ला याले यो त साह्रै पछाडा हुँदै गयो है। भनेको सुन्दैनस्? जति ठुलो हुँदै गयो त्यति बेला सकिँदै गयो तेरो। तँलाई मसँग यति प्रब्लम छ होइन? तँ मात्रै बस्यो घरमा। अब म आउँदिन, म गएको। जा नआइज। तँ के भएको हौ नानी? बहिनीलाई त्यसो नभन्न, हेर्दा बिचारा खाना नखाइ गयो। नाटक बाजो, खाना पकाइ सक्दा आइपुग्छ।
सर अन्त कताबाट आउनु भने? स्कुलबाट आएको नि। आमामामामा जाने बित्तिकै स्कुलबाट छुट्टी भइहालेको? यो त स्कुल लाग्ने टाइम हो नि। अब नानीहरू नआएपछि के डेस्क बेन्चलाई पढाउनु भएन, अन्त फर्केर आएको। हुनु पनि को चाहिँ आउँछ हौ त्यस्तो सरकारी स्कुलमा पढ्नु पनि? बरु ढुक्कै घरमा बसेर स्यालेरी छाप्दै बसिरहनु नि। बिहानगरका मान्छेहरूले नानीहरूलाई कुन स्कुल पढाउँदा ठिक हुन्छ हुँदैन भन्ने सल्लाह दिएर नै सरकारी स्कुलको अवस्था यस्तो भएको। सरकारी स्कुल राम्रो भएको भएदेखि नि सबैले नानीहरू त्यहीँ पढाउँथ्यो। किन प्राइभेट स्कुल जानु पर्थ्यो र? हेर्नुहोस् वीरप्पन बाजे, प्राइभेट स्कुल एकदम राम्रो छ, तर हाम्रो सरकारी स्कुललाई राम्रो भन्ने मान्छे कोही छैन। पैसावालाले सरकारी स्कुल खत्तम भन्छ, बिहानगरका मान्छेहरूले सरकारी स्कुल हाल्यो भने नानीहरू बुद्धु हुन्छ भन्छ। अन्त पैसा नहुने आमा बाबाहरू पनि कन्फ्युज भएर बिचारा सकि नसकी प्राइभेट स्कुल हाल्नु मजबुर हुन्छ। त्यही भएर सरकारी स्कुलमा नानीहरू नभएको। अन्त पैसा नहुनेहरू चाहिँ किन सकि नसकी प्राइभेट स्कुल पढाउँछ? गभर्मेन्ट स्कुलमा राम्रो हुँदैन भनेर नै हो। कसैले त्यसै पैसा जलाउनु मन हुँदैन नि, तर मजबुरीले गर्दाखेरि बाध्य भएको। राम्रो पढाइ हुँदैन भनेर होइन, गाउँको मान्छेले फेरि के भन्छ, नानीहरूलाई प्राइभेट स्कुल पनि पढाउन नसकेको भनेर कुरा गर्छ भन्ने डरले प्राइभेट स्कुल पढाउँछ। पहिला त सरकारी स्कुलमा थुप्रै नानीहरू हुन्थ्यो, अहिले घटेको कारण नै शिक्षा राम्रो नभएर हो। पढाइ त्यस्तै हो, तर बजारमा धेरै प्राइभेट स्कुल भएर नै सरकारी स्कुललाई नराम्रो बन्न थालेको हो। हुनु पनि फ्रीमा पाएको चिज हामी हजम गर्न सक्दैनौँ, त्यसैले हो। प्राइभेट स्कुल पढेर ठुलो ठुलो मान्छे हुन्छ, त्यही भएर सबैले प्राइभेट स्कुल नै भन्छ। पहिलातिर सरकारी स्कुल हुँदा मात्र चाहिँ डाक्टर, इन्जिनियर, पुलिस हुँदैन थियो कि? त्यति बेला हाम्रो मान्छे लेबर मात्रै हुन्थ्यो। खै आफू त सरकारी स्कुल 4 क्लाससम्म मात्रै पढ्न पाइयो, त्यसपछि पल्टन गइहाले, को के भयो। आफूलाई अत्तो पत्तो छैन। आफ्नो छोरछोरीलाई प्राइभेट स्कुल पढाउँछु भनेर सोचेको थिएँ। बिहा गर्ने उमेरमा बन्दुक पड्काउँदै ठिकै भयो। न अहिले बुढी छ, न अहिले प्राइभेट स्कुल पढ्ने नानीहरू नै छ। प्राइभेट स्कुल नराम्रो होइन, राम्रो हो, तर कसैले पनि आफ्नो नानीहरू प्राइभेट स्कुल पढाउँछु भन्दैमा सरकारी स्कुललाई नराम्रो भन्नु ठिक होइन नि। पहिला कुरा के हो बुझ्नु पर्यो अनि बोल्नु पर्यो। अब त कुरा बुझ्यो होला नि? बुझ्नु त बुझेँ, तर बुझेन पनि के गर्नु? नपढ्ने उमेरै रह्यो, नपढाउनुको लागि आफ्नो छोरछोरी नै भयो बन्दुक पड्काएर। यो त एकछिन पनि ढल्किँदैन हौ। के भएको हौ नानी त? होइन आमा, कहाँ सुति बस्नु, धेरै सुत्यो भने झन् बिमार पो हुन्छ त। अब राम्रोसँग जाति नभइन्जेल त रेस्ट गर्नु परेन? म जाति भइसक्यो हौ आमा। अपुई त्यस्तो भनेर कहाँ हुन्छ हौ? ल आइज त यो खाइहाल, अन्त दबाई खानुपर्छ। आइज। यति खाएर दबाई खानुपर्छ, त्यसपछि एकछिन रेस्ट गर्नु ल। हुन्छ आमा, फेरि भोलि त स्कुल पनि जानुपर्छ। भोलि स्कुल जानु पर्दैन। भोलि स्कुल 1 हप्ता जस्तो घरमै बस, अलिक रेस्ट पनि हुन्छ। फेरि भोलि भयो भने त बजार पनि जानुपर्छ। डाक्टरले के टेस्ट गर्नु भनेको छ गरिहाल्नुपर्छ अरे। होइन आमा, टेस्ट नगरौँ, म अब ठिक भएँ त, किन टेस्ट गरिरहनु? त्यसो भनेर कहाँ हुन्छ हौ? यो नै बिमार भएको छ भनेर कसरी थाहा हुन्छ? डाक्टरले टेस्ट त गर्नुपर्छ भनेको छ। त्यत्रो टेस्टहरू फ्रीमा कहाँ हुन्छ र आमा? धेरै पैसा पो लाग्छ त। पैसा छ नि नानी, अस्ति वीरप्पन बाजेले पनि दिनुभएको छ, त्यतिले पुग्छ। अब महिना पनि मर्नु आँट्यो आमा, स्कुल फिस पनि तिर्नुपर्छ। तपाईँ पनि अलिक दिन केही काम नगर्नुहोस्। हिजो अस्ति हात फ्र्याक्चर भएको। म त अब जाति भइसकेँ नानी। तपाईँ जाति हुन सक्छ भने म चाहिँ हुन सक्दिनँ? तपाईँ कति मेरो मात्रै चिन्ता गर्नुहुन्छ आमा? तपाईँले पनि आफ्नो ख्याल राख्नुपर्छ। म बिमार हुँदा जति कष्ट मलाई हुन्छ नि, त्योभन्दा ज्यादा मेरो लागि तपाईँको आँखाबाट बगेको आँसु र चिन्ताले मेरो मन दुख्छ आमा।
तेरो र मेरो सम्बन्ध आमा छोरीको नाम मात्रै होइन, तँ त मेरो शरीरको अंश हो। दुःख तँलाई होस् या मलाई, झर्ने आँसु त मेरो नै हो छोरी। संसारमा भगवानको सबैभन्दा राम्रो सृष्टि के हो भनेर सोध्यो भने त्यो चाहिँ पक्का आमा नै हो। अनि त्यसमध्ये पनि सबैभन्दा राम्रो चाहिँ मेरो आमा। तँ यति राम्रो छस्, त्यही भएर सबैलाई राम्रो देख्छस् छोरी। म बिमार भयो भनेर तपाईँ रातभरि सुत्नु भएको छैन। बिमार म भएको थिएँ, तर छटपट्टि त तपाईँलाई भइरहेको थियो आमा। सबै आमाहरू तपाईँ जस्तै हुनुहुन्छ होला, तर तपाईँको आमा तपाईँ जस्तै एउटा हुनुहुन्न। तपाईँ यस्तो अवस्थामा हुँदा पनि न एकचोटि कल गर्नुहुन्छ, न कहिले सोध्नुहुन्छ। तपाईँको कोही छैन भनेर थाहा हुँदा हुँदा पनि कहिले हेर्न आउँदैन आमा। मलाई माया गर्नुहुन्छ, तर यो कुरा उहाँहरूलाई बुझ्नु अलिकति टाइम लागेको मात्रै हो। दाजुको त बहिनी प्यारो हुन्छ भन्छ त आमा, तर खै तपाईँको दाजुले पनि तपाईँलाई कहिले सोधीखोजी गर्नुहुँदैन त। मेरो दाजुले मलाई धेरै माया गर्नुहुन्छ। म सानो हुँदा बजारतिर पानी पर्यो भने मेरो बहिनीको जुत्ता भिज्छ भनेर ढाडमा बोकेर ल्याउनुहुन्थ्यो। मलाई जे चाहियो भने पनि ल्याइदिनुहुन्थ्यो। म बिहा गरेर 2 महिनापछि दाजुले पनि बिहा गर्नुभयो। भाउजू आएपछि आमा बाबासँग पनि छुटेर बस्नुभएछ। त्यसपछि त दाजुको स्वभाव नै अर्कै हुँदै गयो। के कारण हो त्यो त थाहा छैन, तर यति चाहिँ थाहा छ कि मेरो दाजुले मलाई संसारको सबैभन्दा ज्यादा माया गर्नुहुन्छ। हुनु पनि आफ्नो भनेको आफ्नै हुन्छ आमा। लु नानी खाइहाल त, भित्र मेरो सब्जी डढिसक्यो होला। मेरो आमाले धेरै कुरा भन्नु चाहँदा चाहँदा पनि भन्नै सक्नुहुँदैन। अब एकचोटि दाजुबहिनीलाई भेटाउनै पर्नेछ। दिनभरि बाटोमा सुतिरहने। अब नसुतेर के गर्नु, कामै त छैन, दिनभरि सुत्यो बस्यो। अन्त काम छैन भने खोज्नु पर्यो नि, बाटोमा सुतेर हुन्छ? काम खोजेर पाउने भए त हामी जस्तो बेकारी कोही हुन्थेन होला। तपाईँको दिमाग चेक गर्नुपर्छ, केही गडबडी छ त्यो ठिक पार्नुपर्छ, त्यसपछि तपाईँको काम पक्का हुन्छ। कहाँ चेक गर्छ? म चेक गर्छु। यहाँ डाक्टर बन्नु हुँदा हुँदै किन सुर्ता? यसले काम पाउनुलाई त पढेको हुनु पर्यो नि। हो यसलाई राम्रोसँग स्कुल त दिएछ छैन। ए तपाईँ पढ्नु भएन? बिहान पढ्छु भनेर बेलुकासम्म सोचिबस्थे, टाइमै पाउँथिन हौ। अन्त बेलुका पढ्नुपर्छ नि। बेलुका फेरि भोलि दिन पढ्छु भनेर सोच्थे, त्यतिकै पढ्ने मौकै पाइनौ। खै चेक गरौँ त। कि क्या हौ, ढाक दुख्दा केही छैन त? म मरेको भए तँसँग बोल्दै गरेको हुन्थे। तेरो कानमा लाउनु त घाँटीमा छ, अन्त कसरी ढुकढुक सुन्छस्? ए हो त है।
लागेको रहेछ। कस्तो रोग? अल्छी रोग। यसको त मेरोमा दबाई छैन। तपाईँको दिमाग त पुरै चेन्ज गर्नुपर्ने रहेछ। मेरो चाहिँ के ट्रिटमेन्ट गर्नुपर्छ? तपाईँलाई त झन् ठुलो बिमार लागेको जस्तै छ। कस्तो बिमारी हो? के गर्नु, जागरै नआउने। त्यसको लागि चाहिँ के गर्नुपर्छ? अनि के गरेको तैँले? यो त छाती मात्रै राखिदिएको थियो त। तल त टाउकोमा पुरै दल्दैछस् त। अब दिमागको बिमार जस्तै छ, छातीमा राखेर हुन्छ। डाक्टरलाई ज्ञान नदिनुहोस्। तपाईँको अलिक दिमागको फ्युज मिलाउनु पर्छ। त्यसैले बिहान छिटो उठ्नुपर्छ। त्यो त सक्दिनँ। त्यसो भए बिहान बेलुका रनिङ गर्नुहोस्, दिमाग तेज हुन्छ। बुई त्यो झन् सक्दिनँ। भोक लाग्यो अर्का घर घर गएर भात खानु अल्छी लाग्छ। ए त्यसो भए तपाईँको लागि एउटा दबाई छ मेरोमा। कस्तो दबाई? तपाईँ भोलि हाम्रोमा आउनुहोस्, म तपाईँलाई कोदालो दिन्छु। कोदालो? किन कोदालो चाहिँ? तपाईँ भोलि हाम्रो बारी खन्नुहोस्, बिस्तारै काम गर्ने आदत हुन्छ। साथमा 3 टाइम खाना पनि पाउँछ। यसको कुरा सुनिरहेको हुन्छ नि, यसको घरको काम डल्लै लाउने रहेछ। हिन्जुङ मटेङ्ग्रा। गाउँमा त बेकारी मान्छेहरू बाँचेर पनि के गर्नु? कुन दिन यो 2 जना काकाको कैँचीले आँध्रै काटिदिन्छु। कहाँ गयो यो? यत्रो टाइम भइसक्यो, अहिलेसम्म आउँदैन त? आउँछ हौ बाबा, हामी खाँदै गरौँ न। ल ल, तल पस्किदिँदै गर्छु। म अहिले बहिनीसँगै खान्छु। प्रब्लम छैन, तँ मात्रै बस्यो घरमा। अब म आउँदिन, म गएको। जा नआइज। बाबा त्यो त यति बेलासम्म त आउनु पर्ने। साँच्ची नै कतै त गएन? खै त्यही त, यसले त मलाई टेन्सन बनायो नि हौ। बाबा जुम बहिनीलाई खोज्नु, फेरि त्यो अहिले कहीँ गयो भने? तँ खाना खाँदै गर, म खोजिकन आउँछु। बाबा म पनि जान्छु। उसो भए आइज, हिँड। ओइ झ्याउकुरी, के गरेको हौ? के गरेको होइन हौ, बसेको हौ। आम्मामा, बस्नु लागि यति टाढो आएको? मङ्गिरीले उठेकोदेखि कराको कराके गरेर वाक्कै लगाउँथ्यो। आज झन् त्यसले मलाई थप्पड पनि हिर्कायो। त्यही भएर म घरबाट निस्केर आएको। त्यो अलिक बाउको चम्चा गर्ने भएको छ, त्यही भएर तँलाई हेपेको होला। होला नि, म सानो छु भनेर हेपेको त्यसले। सधैँ त ठिकै थियो, अहिले चाहिँ के भएको छ मलाई देखि सहदैन। अहिले त्यसको बुद्धि आएको। अब त्यो सानो जस्तो भङ्गेरी छैन, त्यसको दिमागमा अर्कै खेला चल्दैछ। ए ल ल, त्यो भन्दा त म नि दिमागवाला छु ल। त्यसले के गेम खेल्छ? तेरो दिमाग भनेको नि बच्चा दिमाग हो।
त्यसले भने ठुलो मान्छेले जस्तो सोच्छ। बाउको चम्चागिरी गरेर त्यो जग्गा त्यो जमिन त्यसले आफै हडप्नु खोज्दैछ। अहिले त दुश्मन फेरि आफ्नै मान्छे हुन्छ नि। जे भए पनि त्यस्तो छैन त्यो। तँलाई के थाहा त्यसको दिमागमा के चल्दैछ भनेर? त्यत्रो थप्पड हान्दा पनि तैँले चाहिँ सही राखु दिएन नि, उल्टा थप्पडले मोर्ने गरी। जे भए पनि त्यो मेरो दिदी हो, त्यसले मलाई हान्नु सक्छ। तर म त्यसको बहिनी हो, म त्यसो त्यसलाई कहिले पनि गर्दिन। तँ त लाटी हौ लाटी। कुन दिन तँलाई नि मोर्ने गरी हान्नु पनि बेर लाउँदैन। अब पनि हात लायो भने तैँले पनि दे मोर्ने गरी। तपाईँले मलाई मेरो दिदीको खिलाफ भड्काउनु नखोज्नुहोस्। त्यसले मलाई जेसुकै गरे पनि तपाईँलाई के को मतलब? त्यो मेरा दिदीको बिचको कुरा हो। हामी जतिसुकै बाँचे पनि मैले त्यसको नराम्रो गर्न सपनामा पनि सोच्नु सक्दिनँ। जेसुक गरे मैले त सम्झाइदिएको, बुझ्ने काम तेरो। मलाई नसम्झाउनुहोस्। मलाई सम्झाउनु हुने मेरो बाबा र दिदी हुनुहुन्छ त। तेरो बाउ जो चाहिँ तेरो आफ्नो पनि होइन। त्यसले त तँहरूलाई काम गर्नु राखेको, थोरै छोरी बनाएर राखेको। अब चाहिँ तपाईँ ज्यादै बोल्नु हुँदैछ नि। तपाईँ ठुलो मान्छे हो भनेर मात्रै केही नगरेको के? अब चाहिँ अझै बोल्नु भयो भने चाहिँ नि यही ढुङ्गाले टाउको फुट्ने गरिदिन्छु अहिले म। साला फुच्ची, राम्रो गर्दा त चाम्रो पो हुँदो रहेछ। मलाई राम्रो नगर्नुहोस्। म तपाईँको कोही पनि होइन। जानुहोस्, घर गएर आफ्नै छोडेर राम्रो गर्नुहोस्। कस्तो बेडा नभएको मान्छे रहेछ हौ। साला त ठुलो मान्छेसँग बोलेको ढङ्गा यही हो। के गरेको कन्ट्र्याक्टर बाउ? यति ठुलो भएर सानोले हात लाउँछस्? तेरोमा पैसा छ भन्दैमा जोसुकैलाई हेप्नु नखोज। मेरो छोरी हो, छोएर मात्रै हेर त। तँ गाउँबाट हराएको थाहा नहोला। एक दिन तँलाई यही पालेको छोरीहरूले डस्छ, हेर्दै गर। यिनीहरू मेरो छोरी हो, मेरो आफ्नै छोरीहरू हो। यिनीहरूले के गर्छ कसो गर्छ तैँले सुर्ता लिनु पर्दैन। राम्रै घर उजाड्ने कोसिस नगर। मान्छे भएर मान्छे जस्तो हुनु सिक। अब फेरि यस्तो बेहोरो देखिस् भने चाहिँ राम्रो हुँदैन नि। मलाई माफ गर्दे बहिनी। मैले तँलाई थप्पड हिर्काउनु हुन्थेन। अब चाहिँ मलाई थप्पड नहिर्काए। अब चाहिँ थप्पड हिर्काएछ भने चाहिँ साँच्चै घर छोडेर जान्छु नि। हिर्काउँदिन मेरो बहिनी। आज बिहान तैँले बहिनीलाई हिर्काएर राम्रै गरिस्। हामीलाई जोसुकैले छुटाउनु चाहे पनि छुटाउनु सक्दैन रहेछ भन्ने कुरा चाहिँ आज थाहा पाएँ। जाउँ घरि खाना खानुपर्छ। बाबा सब्जी चाहिँ के छ? आलु खान्न म आलु सालु। जाँदा जाँदा म बाटोमा मासु किन्छु नि। हिँड लु छिटो हिँड। बिहानदेखि केही खाएको छैनस्? आज त यसलाई पापडहरू पनि सबै बनाइदिनुहोस् है बाबा। ए त्यसो भए त खान्छु नि। जाउँ, यहाँ भोक लागेर कस्तो भइरहेको छ। हिँड छिटो। अबदेखि चाहिँ मलाई थप्पड नहिर्का नि। हिर्काउँदिन हौ, हिर्काउँदिन। ताजा ताजा माछा राख्नुहोस्। फ्रेस फ्रेस माछा राख्नुहोस्। झोलमा पनि मिठो, फ्राईमा पनि मिठो राख्नुहोस् माछा, छिटो छिटो। आज डेन्जर मेमीलाई भेट्छु। दाजु, ओ दाजु, दाजु, ओ दाजु, दाजु, ओ दाजु, दाजु, ओ दाजु। हन घरमा कोही छैन कि क्या हो? यता कटेरामा छु। ओरे बाबा, म त घरमा कोही छैन भनेर सोचेको नि। आम्मा, कति बेला तँ आउँछस् भनेर तँलाई गेटमा रुँगिरहनु। एकछिन माथि आउनु, तपाईँलाई मैले स्पेसल सामान ल्याइदिइहालेको छु। कस्तो स्पेसल सामान हौ, देखा त। माछा हौ दाजु, माछा। माछा कहाँबाट ल्याइस्? कहाँबाट ल्याउने दाजु? खोलाबाट पक्रेर ल्याइहालेको छु। तेरो माछा हेर्दा त खोलाले आफै बाहिर फालेको जस्तो छ। धेर मजाक नगर्नुहोस् दाजु, एकदम फ्रेस माछा हो। कसरी किलो? 500 रुपियाँ। 500 रुपियाँ किलो? हो दाजु। बजारमा त 300 मै पाउँछ। हो दाजु, बजारमा 300, मेरोमा 500। किन? बजारमा माछा मात्र पाउँछ, मेरोमा सर्भिस पनि पाउँछ। कस्तो सर्भिस? घरसम्म डेलिभरी गर्ने। डेलिभरीको लागि 200 बढाएको? डेलिभरी मात्र होइन,
क्लिनिङ कटिङ एडभाइस सबै फ्री। एडभाइस पनि दिन्छस्? हो नि, माछा कति बेला पकाउने, कसरी पकाउने, कोसँग खाने सबै एडभाइस म दिइहाल्छु नि दाजु। ल आधा किलो दिएन त। आधा केजी? आधा केजी त काट्दा फ्राई गर्दा सकिहाल्छ नि। कमसे कम 1 केजी त राख्नुहोस्। ल राख्छु, तर पैसा पछि दिन्छु, हुन्छ? पछि? कहिले? भोलि। कुन भोलि? कस्तो कुन भोलि? तपाईँले भन्नुभएको भोलि कि अर्को भोलि? भोलि भनेको भोलि। भोलि पनि थुप्रै किसिमको हुन्छ र। तपाईँको त्यो भोलि पहिला पनि 6 महिनासम्म नआएको नि, त्यही भएर कन्फर्म गरिहालेको। आम्मामाम, त्यो पुरानो कुरा हो। पुरानो कुरा बिर्सी अब नयाँ कुरा गर। होइन, पुरानो कुरा गर्दा कतै तपाईँले त्यो पैसा दिइहाल्नुहुन्छ कि भनेर यसो याद दिलाइदिएको नि। माग्नु त मलाई शरम लाग्नु थालिसक्यो, त्यसैले यसो कुरा कोट्टै हेरेको नि। त्यो हिसाब मलाई थाहा छ, त्यो पछि मिलाउनु पर्छ। अहिले 1 केजी तौली, यसको पैसा भोलि दिइहाल्छु। ल ठिक छ, तब यसो गर्नुहोस्, यो माछा पनि भोलि नै राख्नुहोस्। पैसा रेडी राख्नुहोस्, म भोलि माछा नुहाइ धुवाइ गरेर सबै गरेर तपाईँलाई लिएर दिइहाल्छु। कुरा बुझल? छक परे म त। नाति एउटा माछामा नपत्ताको अब एउटा कुवा बनाएर आफै माछा पालेर डेली फ्रेस माछा नखाइ भएन। नमस्कार है बसन्त सर। नमस्कार। आम्मामा, के हो आज त चिटिक्क भरै हिँड्दैछस् त? केटीहरू पो गएको के हो? कहाँ हो, कान्छी स्कुल सकेर घर आउँदैछ, त्यसलाई ल्याउनु गएको। ए भनेपछि अब बिहानदेखि बेलुकासम्म घुम्ने दिनहरू बन्द भयो? हो नि हौ, त्यसले त मलाई मार्छ नि। उठेकोदेखि यो गर्नु त्यो नगर्नु भनेर वाक्कै बनाउँछ। बिचारा तेरो बहिनी यत्रो साल बडाबडीसँग बसेर पढ्यो, अब चाहिँ तेरो जिम्मेवारी है। बहिनीको लागि भए पनि तैँले केही गर्नुपर्छ है। गर्छु नि हो अन्त, किन नगर्नु, मेरो बहिनी हो। औ यो लुगा कस्तो छ हेर हेर। एकदम ठिक छ। ए नत्र फेरि त्यसले के लगाएको यस्तो, किन झत्ते भएर हिँडेको भनेर मान्छेको छेउमा कराउनु पनि बेर लाउँदैन नि हौ। अब तेरो आमा भने पनि बाउ भने पनि तेरै बहिनी हो। पहिला पो ऊ सानो थियो, अब त ऊ ठुलो भइसक्यो। घरलाई स्वर्ग बनाउने चाहिँ छोरी मान्छे नै हुन्छ। अब चाहिँ तेरो बहिनीले गर्दा तँ पनि कतै लाइनमा आउँछस् कि खालि गाउँमा माइक बोकेर डुलिबस्छस्? ल भयो, तिमी मलाई ज्यादा नभुल्लौ। अहिले त्यो आएर पर्खिनु पर्यो भने मसँग कम्ती रिसिँदैन। ल म गएको। राम्रो भएछ यसको बहिनी आएर। यो पनि अब कता लाइनमा आउँछ कि। ए कान्छी, अघि आइपुगिस्? तपाईँले म यहाँ 15 मिनटमै आइपुग्छु भनेर फोन गरेको होइन? किन यति ढिलो आउनु भएको? ऊ हेर न हौ, बाटोमा बसन्त सरलाई भेटाएको थिएँ, उसले भुल्लाएर। लु हिँड। अन्त अहिले उठेकोदेखिको सुत्ने बेलासम्म गाउँ डुल्नु भएको त छैन होला नि? हैट, कहाँ डुल्छौ? म त डुल्नु छोडे कति वर्ष भइसक्यो। अहिले त कोही कोही बेला समाचार बटुल्नु चाहिँ जान्छु। अब त तपाईँको उमेर पनि ढल्दैछ, बिहा गर्ने उमेर भइसक्यो त, भाउजू नल्याउने? अब यसरी घुमेर मात्रै हुँदैन है दादा। गर्नुपर्छ, घुमेर मात्र कहाँ हुन्छ त अन्त। हेलो, घर जाँदैछु। आउने बित्तिकै यसले मलाई लेक्चर दिनु थाल्यो त हौ। अब बहिनी आएर त साँच्ची नै गाउँ डुल्नु छोडेर काम गर्नु थाल्नुपर्छ कि क्या हो। अब मार्ने रहेछ हौ मलाई यसले।
कान्छी मोमो खान्छस् खान्छु। यतातिर बाँकीमा मोमो दिन्छ कि दिँदैन फेरि? यो महिना त मेरो लागि ठिक छैन कि क्या हो? राजा मायुलाई पनि आफ्नो बनाउनै सकिन। अब त भयो, यो केटाहरूलाई फकाउँदा फकाउँदा वाक्कै भए। अब त यो केटा भन्नेहरू ट्याक्कै हेर्दिन। हेरिहाले भने पनि यो महिना चाहिँ हेर्दिन कि अर्को महिना चाहिँ हेर्छु। हेलो, बचाऊ बचाऊ, मलाई यो हाले मार्नु आँट्यो। को मेरो राजा मायुलाई मार्नु खोज्ने? फुन्याले तेरो राजा माइला लान्छस् भने चाहिँ झट्ट पैसा लिएर यहाँ आइहाल। तँ चाहिँ को? म यो जसले तेरो राजा माइलाले हिर्काउँदैछ। छिटो आइज, नत्र भन्ने यसको सास पनि मेरो मायुलाई किन हिर्काएको? नहिर्काउनु हो भने तँ यहाँ छिट्टो 5000 रुपियाँ लिएर आइज, नत्र भने यसको छाला काटेर किमा बनाएर मोमो बनाउँछु म। कहाँ आउनु भन्नुहोस् त? लेक साइडमा आइज। म आउँदैछु। छिटो आइज, यहाँ मलाई पर्खिन टाइम छैन। पर्खिनुहोस्, म आउँदैछु। राजा मायालु, राजा मायालु, के गरेको? देखिनुहोस् काम गरेको। किडन्याप गरेको भन्दामा काम यसरी दल्नुपर्छ? नदलेर के गर्नु? खाना खाएर पैसा नदिने मान्छेलाई पूजा गर्दै राख्नु। एकजना मान्छेले कति खान्छ? तैँले त मलाई 5000 मागेको थिइस् त। 5000 को खाएपछि कति माग्नु त अन्त? औ, तिमीले चाहिँ 5000 को के खायो त्यस्तो? के चाहिँ खाएन त्यो भन। मेन्युमा भएको सबै खायो, अझै मेन्युमा नभएको पनि अर्डर गर्दै के बनाइ माग्यो। अन तिम्रो बुढी हो कि ट्याङ्की? पैसा छैन भने चाहिँ किन खाएको? भोक लागेर मर्नु भइसकेको थिएँ। यसै पनि मर्नु त्यसै पनि मर्नु, मजाले मिठो मिठो खाएर धुलाई खाएर मर्छु भनेर खाइदिएको। म हुँदा हुँदै तपाईँलाई कहाँ मर्नु दिन्छु हो राजा मायालु? न तिम्रो पैसा। यो चाहिँ मेरो मायालाई हिर्काएको बाँकी फर्काइदिएको। राजा मायालु जाउँ हिँड्नुहोस्। या फेरि नानी जा माथि बस्दै गर। हैन आमा, कति पनि बस्नु भनेर तपाईँलाई काम सकाउन आएको। अपुई पर्दैन मलाई काम सकाउनु, म गरिहाल्छु नि। बिमारी भएर किन यताउता गरिरहेको? आमा एउटा कुरा सोच्दै थिएँ मैले। के भन्न? अर्को हप्ता राखी हो, हामी पनि जाउँ न बजार राखी किन्नु। अब तेरो न भाइ छ न दाजु छ, राखी किनेर पनि कसलाई लगाइदिन्छस्? मेरो त दाजुभाइ छैन, तर तपाईँको त छ नि आमा। यो पालि मामा घर जाउँ न राखी लगाइदिनु। म त्यहाँ जाँदिनँ। हेर्नु आमा, बा तपाईँलाई मामाले राखीमा आउँछ कि भनेर पर्खिनुहुन्छ। तपाईँलाई के थाहा, बा यत्रो वर्षसम्म मामाको मन बदल्यो कि। जाउँ न हो आमा। मन बदलेको भएदेखि यत्रो वर्षमा एकपल्ट बहिनीलाई भेट्नु आयो? म कहाँ छ के छ कसो छ कहिले सोध्यो? अब भयो, फर्केर म कहिले जाँदिनँ त्यहाँ। तपाईँ सानो हो आमा, तपाईँ एकपल्ट झुक्दा फेरि आफ्नो परिवारसँग जोडिनुहुन्छ भने तपाईँ झुक्दा केही खेर जाँदैन। मलाई पनि मामालाई भेट्नु इच्छा छ। जे जस्तो भए पनि आफ्नो मान्छे भनेको आफ्नो नै हुन्छ। मलाई उहाँहरूले जे गर्नुभयो म त्यो कहिले बिर्सिनु सक्दिनँ, त्यसैले म त्यहाँ कहिले फर्केर जाँदिनँ। प्लिज एकचोटि मेरो लागि मामा घर जाउँ न आमा। तपाईँले पनि राखी नलाइदिनु भएको धेरै वर्ष भयो। तपाईँ राखी लगाइदिनुहोस्, म मामा माइजीलाई भेट्छु। अनि 1-2 दिन बसेर आउनुपर्छ। घरमा बस्दा बस्दा वाक्कै भइसक्यो। कोही कोही बेला त आमाको माइत पनि जाउँ न।